जयमसी सबैजनालाई जयमसी। आज धेरै दिन पछाडि हामी मेरो परिवार दिदी हुनुहुन्छ, हामी 3जना, सानो भाइ गरेर 4जना छौँ। र आजको ढेँडो छ, माछा, टमाटरको अचार, चिकन छ, फ्राई गरेको माछा, काँक्रा छ, फिस। अनि कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ होला सबैजना है। आजको हाम्रो रमाइलो फ्यामिली हामी रमाइलो गर्दैछौँ र आजको आज ढेँडो खाना सुरु गर्दैछौँ। आजबाट म चाहिँ आज भाउजूलाई भेट्यो। भाउजूलाई आज नयाँ हाम्रो भिडियोमा दिदी आउनुहुन्छ। पहिले मालाजुलाई जोडेको छ यो भिडियोमा होइन। हामी दुईजना श्रीमान श्रीमती हामी जोडिरहेको छौँ, तर धेरै महिना पछाडि आज जोडिएको छौँ होइन। र मेरो पनि छुट्टी, आज आजको हाम्रो चाहिँ माछा, टमाटरको अचार छ, त्यस्तो खाँदैछौँ। त्यति भेराइटी त छैन होइन। काँक्रो छ। जयमसी। म चाहिँ यसरी फर्स्ट टाइम लाइभ हाम्रो भाइको फ्यामिलीमा आएर यसरी भाइले भिडियो बनाउँदै हुनुहुन्छ। अनि भाइले धेरै कुराहरूको भिडियोहरू बनाउँदै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ अप्ठ्यारो लागेर नहाल्नु भन्थ्यो। अनि आज चाहिँ रिक्वेस्ट गर्नुभएको कारणले म बसेको छु भिडियोमा। अनि हामीहरू जतिले पनि देख्नुहुन्छ उहाँको भिडियोमा लाइक अनि सब्सक्राइब जति पनि हामी सेयरहरू गरिदिनु होला। केही बनाउँ हालौँ भनेर चाहिँ सल्लाह भयो भने मात्रै हामीसँग बुढाबुढी बसेर खान्छौँ। नभए घरमा बस्दा कहिले पनि सँगै बसेर खाँदैनौँ। मैले चाप चाहिँ खाँदा उनीहरूले एकले खान्छन्, टाइम हुँदैन त्यस्तो छ। र म बेला बेला सँगै बसौँ त भनेर म यसरी युट्युब बनाउँछु आएको छु होइन। माछा हेर्नु कस्तो दामी छ। चिकन लेग, मिठो भएको छ नि हौ। चिकन लेग है, यसरी च्याप्प चोप्यो। चिकन लेग भन्दा डोमेस्टिक हुन्छ। डोमेस्टिक भयो। म छिटो खाएको छु त खाएको त। तर म चाहिँ ढिलो खाएको छु। डल्ले देखाएन भनेर गुनासो गर्नुहुन्छ होला, तर यहाँ अचार चाहिँ डल्ले रहेछ है। आफ्नै बारीको है, आफ्नै बारीको ठुलो रहेछ। लास्टमा अन्तिममा के भन्नुहुन्छ? त्यति दिदीलाई सरम लागिरहेको हुँदैन क्यारे भिडियोमा बस्न मान्नु भएको थिएन। मैले जबरजस्ती गरेर राखेको, तर यो चाहिँ अब पछिको लागि हो। अब अहिले केही नभए नि पछि यसो छोराछोरी लिएर छौँ होइन। यस्तो रहेछ ढेँडो रहेछ। ढेँडो पकाउनु कस्तो हो अहिलेको सानो नानीहरूले थाहा हुँदैन होइन। त्यही भएर पछि थाहा पाउनु भनेर चाहिँ मैले भिडियो बनाएको हो। तपाईँहरूले मेरो भिडियो हेरेर लाइक गरिदिनुहोस् है सबैलाई। जयमसी।